तपाईँहरूको लागि सम्पूर्ण प्रदेश सदस्यको ज्ञापन अनुहार कालो देखाउन चाहन्छु जनतालाई। माननीय सभामुख महोदय, उपस्थित सम्पूर्ण प्रदेश सभाका मान्य सदस्यज्यूहरू, आज ऐतिहासिक दिन हो। आज ऐतिहासिक दिन हो र यो ऐतिहासिक दिनमा मलाई यो रोस्टममा केही न केही कुरा राखौँ जस्तो लाग्यो। म औपचारिकता पुरा गर्न आएको होइन, औपचारिकता पुरा भइसक्यो। माननीय मुख्यमन्त्रीज्यूले विश्वासको मत माग्नुभयो, कसले दिन्छु कसले दिन्न भन्ने कुरा सबै पुरा भयो। म आज हाम्रो सामूहिक अपराध स्वीकार्न आएको छु। यहाँ हामी सबैको सामूहिक अपराध, हाम्रो मात्र होइन, हामीभन्दा अगाडिको प्रदेश सभाको पनि। आज 8 वर्ष भयो संघीयताको लागि भएको सङ्घर्षको केन्द्रबिन्दु यो मधेस हो। माता जानकीको चरणले थिचेको धुलोको एक कण बराबर पनि हाम्रो हैसियत छैन। तर मधेसका 64 लाख जनताको अवस्था आज के छ त्यो हामीले बुझ्ने कि नबुझ्ने। पटक पटक सरकार बनेको छ। मलाई लाग्छ सम्पूर्ण दलहरू सरकारमा आइसकेका छन्, सम्पूर्ण दलहरू। मेरो दल पनि, मेरो दलको नाम के हो रे, मैले एकछिन बिर्सेँ। के रे, नेपाली कम्युनिस्ट पार्टी हो के हो? होइन, नेकपा माओवादी केन्द्र नै हो। टेक्निकल कुरा भएर मैले सोधेको। सम्पूर्ण दलहरू आइसके, म पनि सरकारमा थिएँ र पटक पटक सरकारमा भएका व्यतिथिहरूको विषयमा आफ्नै सरकारलाई, आफ्नै दललाई, आफ्नै पार्टीलाई विभिन्न फोरममा यो प्रदेश सभामा बोल्दै गर्दाखेरि पनि कहीँ कुनै सुनवाई भएन। म एउटा कुरा भन्न चाहन्छु, लामो समयसम्म राक्षस र देवताहरूको लडाई भयो र महर्षिको श्रापले गर्दाखेरि देवताहरूले आफ्नो शक्ति हराए। देवताहरूमा कुनै शक्ति रहेन र भगवान विष्णुका गएर देवताहरूले भने कि के गरौँ, हामीमा शक्ति छैन। अब भगवान विष्णुले समुद्र मन्थन गर्न भन्नुभयो, क्षीर सागरमा समुद्र मन्थन गर्न भन्नुभयो र देवताले यस्तो अमृत पाउँछन् जसले उहाँहरू अमर हुन्छन् भनेर भगवान विष्णुले भन्नुभयो। आराध्य देव शिवले